नमस्ते साथीभाइहरू। म चाहिँ आजको भिडियोमा चाहिँ कसरी वेबसाइटमा चाहिँ तोरोको गर्नुपर्ने आफ्नो जियो हो हालेर अनि खाइसामा कसरी एप्लाई गर्ने भनेर चाहिँ त्यो भिडियो बनाउन गइरहेको छु। मैले हालिदिएको भिडियोमा चाहिँ तपाईँको कुन कुन वेबसाइटबाट कसरी काम खोज्ने भनेर चाहिँ हालेको थिएँ र आज गइरहेको छु त्यो लिङ्कमा क्लिक गरेर आफ्नो आइडी चाहिँ कसरी तोरोको गर्ने भनेर। यसरी लिङ्कमा क्लिक गरेर युट्युबमा हालिदिएको लिङ्कमा क्लिक गर्नुभयो भने यस्तो खालको वामेन खुलिन्छ। हजुरले यतातिर लगइन आइडी छ भने लगइन गर्दा नि भयो, छैन भने चाहिँ आज चाहिँ म गइरहेको छु नयाँ आइडी बनाउनको लागि। तपाईँले चाहिँ यहाँनिर चाहिँ खाइन तोरोको भनेर थिच्नुभयो भने चाहिँ यसरी आउँछ। 27 र 28को छ। 28मा सोचेको हुनेले 28 गर्दा नि हुन्छ। 27मा आज चाहिँ म 27को गर्न गइरहेको छु। 27मा क्लिक गर्ने अनि अब पहिले आइडी थियो भने पहिलेको यहाँनिर चाहिँ क्लिक गरे नि भयो। अब नयाँ आइडी आज चाहिँ नयाँ आइडी बनाउनु भएकोले म चाहिँ यहाँनिर चाहिँ नयाँ आइडीमा क्लिक गर्छु। आज मे तेरी हो सुरु खाता खोजिरा भनेर यहाँनिर चाहिँ थिच्यो भयो भने यस्तो खालको वामेन आउँछ। अनि यस्तो खालको वामेन आएपछि सिङ्की खाइन तोरोकोमा थिच्नुभयो भने अनि हजुरको अब जे हो तपाईँको जे हो हाल्ने अब मेलहरू पासवर्डहरू हालेर अब यसमा चाहिँ तपाईँले आफ्नो नयाँ भन्दा नि आफ्नो मेल एड्रेस हालेर मेल एड्रेस हालिसक्नु भएपछि अनि पासवर्ड चाहिँ तपाईँको आफ्नो यहाँनिर चाहिँ लेखेअनुसारको 16वटा भित्रमा चाहिँ पासवर्ड हाल्नुपर्ने हुन्छ। नयाँ पासवर्ड तपाईँले जिमेल एकाउन्टको पासवर्ड नभएर आफूले यो एप्लिकेसन खोल्नको लागि भनेर चाहिँ हाल्नुपर्ने पासवर्ड चाहिँ यसमा हाल्न सक्नुहुन्छ। हालेर दुईचोटि इमेल एड्रेस हालेर अनि एकचोटि पासवर्ड हालेर फेरि एकचोटि खाकुनिन गर्नुभयो भने खाकुनिन गरेर अनि तपाईँले त्यसपछि चाहिँ अलिकति स्क्रोल गरेर अलि तल सारेर अनि यहाँनिर चाहिँ दोही सुरु भन्ने छ। दोही सुरुमा क्लिक गर्नुभयो भने अनि त्यसपछि तपाईँकोमा चाहिँ मेल एड्रेसमा कोड आउँछ। यो थिच्नुभयो भने कोड ओके तोरी गरेपछि अनि त्यसपछि तपाईँकोमा चाहिँ 6वटा कोड आउँछ। 6वटा कोड आएको चाहिँ तपाईँले त्यहाँ हाल्नुभयो भने हालिसकेपछि अनि त्यसपछि चुकिए भनेर हाल्नुभयो भने चुकिए भनेर हालिसकेपछि अनि यस्तो खालको वामेन आउँछ तपाईँको। अनि यहाँनिर चाहिँ तपाईँले आफ्नो अघि चाहिँ मेल तोरोको गरे अब चाहिँ तपाईँले आफ्नो जे हो तपाईँको आफ्नो कहाँ बस्नुहुन्छ आफ्नो नामहरू के हाल्नुपर्ने हो आफ्नो तपाईँको आफ्नो नाम हाल्ने। यसरी नामहरू हालिसकेपछि तपाईँ चाहिँ अब तपाईँको आफ्नो जिउसो हाल्ने आफ्नो युबिन बाङ्गो पहिले सुरु हालेर युबिन बाङ्गो हालिसकेपछि तपाईँले आफ्नो फोन नम्बर हाल्न सक्नुहुन्छ। रुम नम्बरहरू सबै हालेर फोन नम्बर हाल्ने तपाईँको आफ्नो जियो हाल्ने तपाईँको आफ्नो जियो सबै हालिसकेपछि अनि तपाईँले फेरि तपाईँको जियो हालिसकेपछि त्यहाँ तलपट्टि फेरि सेम आउँछ। त्यो सेममा चाहिँ तपाईँले चाहिँ अब नयाँ जिउसो हाले नि भयो, नत्र भने तपाईँको पहिलेकै जिउसो भनेर चाहिँ ओनाजी भनेर हालिदियो भने तपाईँले यहाँनिर चाहिँ क्लिक गर्न सक्नुहुन्छ। क्लिक गरिसकेपछि त्यो आफै हराउँछ। अनि फेरि चुकिए गरिसकेपछि तपाईँको चाहिँ अब तपाईँले चाहिँ गएको जियो हाल्नुपर्ने हुन्छ। तपाईँ चाहिँ अब कहिले सोचियो भनेर हाल्न सक्नुहुन्छ। अब तपाईँले चाहिँ अब दाइ गएको हो भने पनि यही हो, सेनमान गएको भयो भने यहीँ हाल्न सक्नुहुन्छ। मैले चाहिँ अब सानगाछुमा सोचेको हुने 2027को सालमा सोचेको हुने भनेर चाहिँ त्यसमा क्लिक गरेँ। त्यसपछि तपाईँको के चाहिँ पढ्नुपर्छ, कुन सब्जेक्ट बिजनेस छ कि अब साइन्स भन्ने दुईवटा, म्यानेजमेन्ट या साइन्स दुईवटा हुन्छ। अब तपाईँको कुन सब्जेक्ट पढ्नुपर्छ, कस्तो सब्जेक्ट पढ्नुभएको छ भन्ने कुरो अब स्कुलमा सोधिदिनु भयो। नत्र भने प्रायःजसो सायदै बुङ्के नै धेरै जसो पढ्नेहरू हुनुहुन्छ होला। बुङ्केमा थिच्नुभयो भने हुन्छ। पछि केही हुँदैन, पछि खाइसालाई चाहिँ चाहिएको चिजहरू चाहिँ उनीहरूले त्यतिखेर रिडेक्सनमा लेख्दा नि हुन्छ। अहिले चाहिँ तोरी आइडी बनाउनको लागि चाहिँ बुङ्के हालेर गर्दा हुन्छ। अनि त्यसपछि तपाईँ चाहिँ अब दाइ गएको हो कि अब
सेनमान गएको कुन गएको हो भनेर चाहिँ आफूले हाल्नुपर्ने हुन्छ। मैले चाहिँ अहिले सेनमान गएको भनेर हाल्नेछु। त्यसपछि तपाईँको तल आफ्नो गएकोको नाम चाहिँ हाल्ने हो। गएकोको पहिलो अक्षर हालिसकेपछि अनि त्यसै सर आफूले खोज्न सक्नुहुन्छ। मेरो चाहिँ यो कैँची हो यो भनेर हाल्छु। अनि आफ्नो गएकोको नाम चाहिँ सरर हेर्ने अनि कुन हो भनेर टक्क थिचिसक्नु भएपछि गएको आउँछ यसमा। अनि त्यसपछि गएकोमा चाहिँ तपाईँले के पढ्नु भएको छ आफ्नो कोर्स पनि सेन्ताको गर्नुपर्ने हुन्छ। अनि कोर्स चाहिँ अब कुन पढ्नुभयो, अब जस्तै कि मैले चाहिँ यो होटेल भनेर चाहिँ मैले क्लिक गरेँ। अनि त्यसपछि तोरोको नाइ हो खाएको निन भनेर थिच्नुभयो भने अनि तपाईँले आफूले हालेको जे हो सरर आउँछ। अब मिस्टेक छ भने त्यहाँनिर सिउसे गर्दा नि हुन्छ, मिस्टेक छैन भने चाहिँ अब सोनोमामा तपाईँले अगाडि बढ्दा हुन्छ। मिस्टेक छ भने सिउसे गर्दा नि हुन्छ, छैन भने चाहिँ सरर भरेर चुगिए भनेर थिच्नुभयो भने तपाईँको अब चाहिँ के आउँछ भन्दा नि खाइसाको मतलब कस्तो कस्तो खाइसाहरू खोज्न चाहनुहुन्छ भनेर चाहिँ अब त्यसमा चाहिँ जियोहरू कुन कुन आफ्नो जियो केन हुन्छ नि, कुन कुन कन्डिसनमा म काम गर्ने कस्तो कस्तो भनेर आफूले चाहिँ आफ्नो किबोर्ड हाल्न सक्नुहुन्छ। त्यो खालको चाहिँ भामेन आउँछ। अब तपाईँले यहाँनिर चाहिँ अब यसमा चाहिँ तपाईँको अहिले चाहिँ मेलहरू चाहिँ प्रायः छ आफ्नो मोबाइलमा नि आउँछ, त्यहाँभित्र नि आउँछ। प्रायः चाहिँ मेल चाहिँ सकेसम्म चाहिँ आफूलाई नै आफ्नो मेल एड्रेसमा आउने गरी चाहिँ गर्दा राम्रो। किनभने खाइसकेको कहिलेकाहीँ जियोहरू किबोहरू कुन कुन खाइसा आएको छ भनेर सर र मेलैमा आउने गर्ने हुन्छ। त्यो कारणले गर्दा सुरु गर्नुहोस्। मैले चाहिँ अब सिनाइ गर्छु, मेरोमा चाहिँ अर्को आइडीमा चलाउँछु, त्यो भएर सिनाइ गर्छु। हजुरले चाहिँ सुरु गर्नु होला। अनि त्यसपछि सर तल सारिसकेपछि तपाईँको चाहिँ यहाँनिर चाहिँ अब खाचुदो तोरोको गर्नु भन्ने छ। अब तपाईँकोसँग केही केन छ भने केही केन छ भने क्लिक गर्दा नि भयो, छैन भने चाहिँ मैले चाहिँ मेरो चाहिँ खासै केही पनि छैन केही केन भनेर चाहिँ मैले चाहिँ यहाँनिर चाहिँ केही केन नासी भनेर चाहिँ मैले क्लिक गर्छु। अनि त्यसपछि चुकी गर्दा हुन्छ। अनि चुकी गरिसकेपछि तपाईँको चाहिँ यहाँनिर चाहिँ के हो भन्दाखेरि कस्तो खालको खाइसामा कुन खालको काम भएको खाइसामा चाहिँ काम गर्न चाहनुहुन्छ भनेर चाहिँ आफूले यहाँनिर चाहिँ तपाईँले अहिले नै तपाईँले क्लिक गर्नुभयो भने त्यही खाइसाको भनेर सरर नामहरू आइदिन्छ। मतलब त्यो टाइपको खाइसाहरू सरर क्युजिन आइदिन्छ। पछि तोरोको गरिसकेपछि लगइन गरिसकेपछि सरर आउँछ। आफूले सर्च गरिरहनु पर्दैन यो खाइसा यस्तो यस्तो भनेर अहिलेदेखि नै कि हाल्नुभयो भने चाहिँ त्यो टाइपको खाइसा आउँछ। अब जस्तै कि मैले चाहिँ अब तपाईँको यो रेस्टुरेन्टको र होटेलको भनेर मैले चाहिँ क्लिक गर्छु। पछि चाहिँ सर त्यही होटेलको रेस्टुरेन्टको खाइसाहरू आउने गर्छ कि आफूले चाहिँ सर्च गरिराख्नु पर्दैन यो होटेलको रेस्टुरेन्टको भनेर चाहिँ सर्च गरिरहनु पर्दैन। अनि त्यसपछि अलि तल अब यसमा धेरै छ खाइसाहरू। अब काम गर्ने सिडीहरू आफ्नो इच्छा, तपाईँले कस्तो काम गर्न चाहनुहुन्छ त्यो अनुसारको क्लिक गर्दा हुन्छ। मैले चाहिँ अहिले तोरिहाल्छु यो दुईवटा मात्रै हाल्छु। हजुरहरूलाई चाहिँ धेरै मनपर्छ नि, धेरै जुन टाइपको जस्तो भयो नि त्यस्तो क्लिक गर्न सक्नुहुन्छ। अनि त्यसपछि तल आएर तपाईँको चाहिँ यहाँनिर चाहिँ काम कुन ठाउँमा गर्नुहुन्छ भनेर सेन्ताको गर्ने ठाउँ छ होइन। यहाँनिर चाहिँ तपाईँले चाहिँ अब कुन ठाउँमा काम गर्न चाहनुहुन्छ। तपाईँ चाहिँ अब अहिले बसिरहेको ठाउँमा हुनुहुन्छ भने अब अहिले बसिरहेको ठाउँमा टिक लाउनु भयो नि हुन्छ। नत्र भने अब तपाईँले चाहिँ अरू ठाउँमा जानु छ, अरू ठाउँमा चाहिँ काम गर्न चाहन्छु भनेर सोच्नुहुन्छ भने अब जस्तै कि म टोकियोमा काम गर्न चाहन्छु भने टोकियोमा क्लिक लाउँछु। या जतिर पनि गर्न सक्नुहुन्छ तपाईँले। अब अरू ठाउँ पनि मैले जस्तै खानागाउँमा पनि काम गर्न चाहन्छु त्यसरी थिच्दा नि हुन्छ। अनि मियाकेनमा म काम गर्न चाहन्छु भनेर यसरी क्लिक गर्दा नि हुन्छ। अनि तपाईँको चाहिँ यहाँनिर चाहिँ मेन चाहिँ कुन ठाउँमा जाने भनेर चाहिँ सेन्ताको गर्दा नि भयो होइन। मेन मलाई जता भए नि हुन्छ भन्नु सोच्नुहुन्छ भने जे गर्दा नि अब तपाईँको चाहिँ म चाहिँ अब टोकियो भनेर क्लिक गर्छु। तपाईँले जे गर्दा नि हुन्छ त्यस्तो, त्यसमा केही उयो नै छैन, जे गर्दा नि हुन्छ। मैले चाहिँ टोकियो भनेर गरेँ। अनि त्यसपछि यो तलकोमा चाहिँ तपाईँले चाहिँ कस्तो खालको खाइसा, राम्रो खाइसा कि अलि सानो खाइसा कि ठुलो खाइसा कि कस्तो खालको खाइसा भनेर सर्च भनेर क्लिक गर्दा नि भयो। अब कोदा जस्तो भयो नि हुन्छ भनेर यहाँ तपाईँले क्लिक गर्दा नि भयो। नत्र भने देखिरहे भए राम्रो, हामीलाई त राम्रो नि चाहिन्छ नि त। देखिरहे भए राम्रो भन्नु खोज्यो, देखिरहे भए ओतेगा यही भनेर
क्लिक गरेर अनि त्यसपछि तपाईँ सर तल आउनुहोस् कस्तो कस्तो काम गर्न चाहनुहुन्छ के भनेर चाहिँ यसमा छ। यो चाहिँ खासै आफ्नो इच्छा हाल्दा नि भयो नहाल्दा नि भयो होइन। त्यति पैसा भएको यस्तो यस्तो भनेर हाल्दा नि भयो, पछि चुज गर्दा नि हुन्छ तपाईँले, त्यस्तो केही प्रब्लम हुँदैन। अनि म चाहिँ अब चुज गर्दिनँ अहिले, यत्तिकै छोडिदिन्छु। अनि त्यसपछि तपाईँले अब यहाँनिर चाहिँ जियोहरू चाहिँ यरितरी गर्ने भनेर टिक लाउँदा नि भयो, जे गर्दा नि भयो। तर तपाईँले यसमा चाहिँ यो चाहिँ मुरिँदै अब यो चाहिँ मैले आफैले थाहा भएको चाहिँ मलाई आफैलाई चाहिँ यसको चाहिँ मेल आइरहन्छ ग्लोबल एजेन्ट भन्नेको चाहिँ रिगाको सेहीको लागि भनेर छुट्टै जियोहरू चाहिँ मेलमा आइरहन्छ। त्यो भएर चाहिँ यसमा टिक लाउनु भयो भने चाहिँ राम्रो हुन्छ, ठ्याक्क सर आइदिन्छ क्या, सबै क्युजिने हुने पुरै आइदिन्छ। अनि त्यो भएर चाहिँ त्यो गर्दा हुन्छ। त्यो क्लिक लगाइसकेपछि अनि सर अलिअलि तल सार्दै जानु अनि तपाईँको चाहिँ अब यहाँनिर चाहिँ निहोङ्गो लेभलहरू छ, अब कोकुसेकीहरू छ कुन ठाउँको भनेर चाहिँ छ। अनि के चाहिँ किबोर्ड छ भनेर सोधेको छ होइन। अब मैले जस्तै कि एन्नी छ भने एन्नी लाउँदा नि भयो, एन्साल छ भने एन्साल लाउँदा नि भयो। म चाहिँ एन्नी लगाइरहन्छु अहिले, जे गरेर नि आफ्नो जे छ त्यो लाउँदा नि हुन्छ। पछि एन्नी दिन्छु भनेर एन्नी दिँदा नि हुन्छ। अब तपाईँले त्यहाँनिर चाहिँ के छ निहोन्नी सुसेकिस्ताई भनेर लेखेको छ, त्यहाँनिर चाहिँ थिच्नु भयो भने नि हुन्छ। अनि त्यसपछि तपाईँको यहाँ कोकुसेकी छ, कोकुसेकीमा चाहिँ हामी नेपाली भएको कारणले गर्दा नेपाली लेख्ने। अब आफ्नो जुन छ कोकुसेकी त्यसमा क्लिक गर्नुभयो भने हुन्छ। अनि क्लिक गरिसकेपछि अब सबै ठाउँ टिक लगाइरहनु पर्दैन। तपाईँको चाहिँ यो दुईवटा चाहिँ अब चाहिँ यो महिना बिहार आउने चिजहरू चाहिँ जो चाहिँ आउने चिजहरू तोरोको गर्ने किबो गर्नुहुन्छ कि हुन्न भनेर सोधेछ। सुरुमा गर्नुभयो भने चाहिँ मेलहरू आइरहन्छ। अनि चुकी गर्नुभयो भने चाहिँ अनि सर तपाईँले एकचोटि फेरि हेर्दा नि भयो, अनि नत्र भने त्यत्तिकै चुकी गर्दा नि हुन्छ। चुकी गरेर अनि त्यसपछि आफ्नो जियोहरू सबै तोरोको भइसक्यो, कस्तो छ के छ सर हेर्ने। मिस्टेक भएको ठाउँमा मिलाउँदा नि भयो, नमिलाउनु मन छ भने नि सुरुमा तोरोको सुरु गरिदिनु भयो भने सट्ट खुल्यो। अब तपाईँको यस्तो खालको खुलिसकेपछि तपाईँको चाहिँ यहाँनिर चाहिँ अब तपाईँको के भन्छ जीको प्यारहरू के बनाउनु पर्ने हुन्छ। भोलि खाइसाले चाहिँ कति खाइसाहरूले चाहिँ तपाईँको यही महिनामै बनाएको चाहिँ स्किल सिटहरू चाहिँ दासुगर जीको प्यारहरू दासुगर भनेर भनिरहने खाइसाहरू पनि हुन्छ। त्यो भएर चाहिँ यहाँबाट तपाईँले बनाउँदा नि हुन्छ। नत्र भने पछि आफैले खाइसालाई मेलहरू गरेर आफ्नो रिरेक्स पठाउँदा नि हुन्छ। अनि अब तपाईँले चाहिँ सुरुमा आफ्नो लगइन बामेन जानुको लागि चाहिँ यहाँनिर चाहिँ यहाँ तल चाहिँ तपु पेज भनेर लेखेको छ, त्यहाँ क्लिक गर्नुभयो भने चाहिँ टट्ट तपाईँको लगइन बामेन खुलिन्छ। अनि तपाईँले यहाँबाट चाहिँ आफूले एनजी दिएको म्यासेजहरू आएको मेल बक्सहरू यहाँबाट हेर्न सक्नुहुन्छ। अनि त्यसपछि तपाईँको यहाँनिर चाहिँ कम्पनीहरू कुन कम्पनी तपाईँले एप्लाई गर्ने सबै आउँछ। अनि यो चाहिँ क्यालेन्डरमा चाहिँ कुन किबोहरू गर्नुभएको छ, कुनमा मेन चेजको लागिरहेको छ तिनीहरू छ। अब यसरी कम्पनीहरू खोज्न सक्नुहुन्छ। यहाँनिर चाहिँ अब कुन टाइपको सर खोज्न सक्नुहुन्छ, टन्नै छ खाइसाहरू। अनि अब जुन तरिकाले खोजे नि भयो, अब आइडी बनिहाल्यो। अब खोज्ने तरिकाको मैले भिडियो हालिदिएको छु, त्यो भिडियो हेर्दा नि हुन्छ। अनि अब सेमिनारहरू पनि यताबाट हेर्दा नि हुन्छ, इभेन्टहरू पनि भइरहेको हुन्छ, तिनीहरू हेरेर एप्लाई गर्नुभयो भने हुन्छ। अब त्यसपछि तपाईँको चाहिँ रिरेक्सो कसरी बनाउनेहरू चाहिँ मैले हालिदिने छु। रिरेक्सोहरू पनि अब तपाईँको ल्यापटपहरू छैन भने मोबाइलबाटै बनाउने पनि छ, मोबाइलबाटै बनाउने उयोहरू पनि छ, म चाहिँ हालिदिन्छु। म आफैले पनि वेबसाइट बनाउनु लागिरहेको छु। यो रिरेक्सो चाहिँ अब त्यो वेबसाइटहरूमा चाहिँ मैले चाहिँ प्रायः एप्लाई गरेको चाहिँ यो खालको रिरेक्सो हो। अनि यो रिरेक्सो भएको चाहिँ वेबसाइट चाहिँ मैले भेटिनँ। त्यो भएर चाहिँ यो टाइपको चाहिँ म आफैले वेबसाइट बनाउँछु, अनि त्यो म हालिदिने छु। अनि त्यतिखेर बनाउनुहोस् न, बनाउने गर्नुहोस्। अनि त्यसपछि एप्लाई गरेपछि रिरेक्सोहरू बनाएर चेचहरू दिन सुरु गरिहाल्नुहोस्। अब त छैन टाइमहरू, सकेसम्म धेरै दिएको राम्रो। हस् त, आजलाई यति नै।